सुपर नानी बाबु। तिमीहरू आइपुग्यो। आज स्कुलमा के सिक्यो त? हजुरआमा, आज मिसले दाँतको सरसफाइ कसरी गर्नुपर्छ भनेर पढाउनु भयो। दाँत माझ्ने तरिका सिकाउनु भयो। थाहा छ हजुरआमा, हामीले सधैँ दिनको 2 पटक दाँत माझ्नु पर्छ रे, बिहान र बेलुकी। 2 पटक रे? मलाई त कस्तो अल्छी लाग्छ, म त ब्रस नगर्ने। मिसले भन्नुभएको दाँत माझेन भने दाँत किराले खान्छ रे। यो पुन्टेले पनि त दाँत माझ्दैन। के हो त्यो? आइसक्रिम आयो, आइसक्रिम, मिठो मिठो आइसक्रिम। के हो त्यो? आहा, आइसक्रिम। हजुरआमा, आइसक्रिम किनिदिनुस् न। हुन्छ। मिठो मिठो आइसक्रिम। हजुरआमा, मलाई 2वटा। हुन्न बाबु, धेरै गुलियो खायो भने दाँत बिग्रिन्छ। बिहान बेलुकी सुत्न अगाडि राम्ररी दाँत माझ्ने गर्नुपर्छ। ल, आज स्कुलमा राम्ररी पढ्नु है। हस् हजुरआमा। म आएँ है तिमीहरूलाई समात्न। ये समात्यो। छी बाबु, तिम्रो मुख त कस्तो गनाएको। जाऊ, तिमी हामीसँग नखेल। हजुरआमा, दाँत दुख्यो। आइसक्रिम आयो, आइसक्रिम, मिठो मिठो आइसक्रिम। ओहो, मेरो बाबुलाई धेरै गाह्रो भयो जस्तो। अब के गर्ने होला? शाबास पुन्टे। यो हेर्नुहोस् त हजुरआमा, यहाँ दाँतको उपचार गराउने बारे लेखेको छ। हामी नि बाबुलाई यही लगाऊ। ए हो र नानी, हुन्छ, तिमीले ठिक भन्यौ। हामी अहिले जाउँ। बाबु, तिमीले ब्रस राम्ररी गर्ने गरेको छ कि छैन? अनि दिनको 2 पटक ब्रस गरेको छौ कि छैनौ? छैन डाक्टर अङ्कल। थाहा छ तिमीहरूलाई, यदि हामीले दाँत राम्ररी माझेनौँ भने हाम्रो दाँतमा कीटाणु पर्छ। यो कीटाणु भनेको के हो? लाऊ, म तिमीहरूलाई कीटाणुको संसारमा लैजान्छु। यो तिम्रो दाँत हो। यदि तिमीले आफ्नो दाँत सफा राखेनौ भने दाँतको कुना कुनामा फोहोर थुप्रिन्छ र जहाँ फोहोर हुन्छ त्यहाँ कीटाणु जन्मिन्छ।
कीटाणु मेरो नाम, दाँत खाने मेरो काम। कीटाणु मेरो नाम, दाँत खाने मेरो काम। ए माइला, ए साइला, ए हर्के, ए बिर्के। कीटाणु हाम्रो नाम, दाँत खाने हाम्रो काम। आओ साथीहो, यो दाँत नमाज्नेको दाँत खाऊ। देख्यौ त कीटाणुले हाम्रो दाँत कसरी बिगार्छ। ला डाक्टर अङ्कल अब के गर्ने होला? नडराऊ नानी, कीटाणुसँग लड्न हामीसँग छ ब्रस र दन्तमञ्जन। सफा नबिग्रेको ब्रसमा अलिकति दन्तमञ्जन हाल र दाँतमा मजाले बिस्तारै तल माथि दायाँ बायाँ गर्दै ब्रस गर, हतार नगर। बाई बाई। नमस्ते मिस। नमस्ते नानी बाबु। मिस ई। वाह बाबु, तिम्रो दाँत त कस्तो चम्किएको। बाबुले डाक्टर अङ्कलले भने जस्तै राम्ररी दाँत माझ्यो अनि सबै कीटाणु भाग्यो। हो मिस, अब त मेरो दाँत पनि दुख्दैन। शाबास। तिमीहरू पनि सधैँ बिहान बेलुकी सुत्न अगाडि राम्ररी दाँत माझ्ने गर्नुपर्छ। चकलेट, आइसक्रिम, मिठाई जस्तो गुलियो चिज धेरै खानु हुँदैन। यस्तो खानेकुराले कीटाणुहरू बढाउन अझ मद्दत गर्छ र दाँत दुख्न थाल्छ। त्यही भएर दिनको 2 पटक राम्ररी दाँत माझ्नाले हामी यी कीटाणुबाट बच्न सक्छौँ अनि सबैको दाँत बाबुको जस्तो स्वस्थ, सफा र चम्किलो हुन्छ। ल, आजदेखि तिमीहरूको गर्मीको बिदा सुरु भयो है। ये यो बिदामा नयाँ कुरा सिक्ने, घरमा सबैलाई मद्दत गर्ने, होमवर्क नि गर्ने अनि नयाँ साथी बनाउने। हुन्छ मिस। अरे राजु, मेरो त स्कुलमा गर्मीको छुट्टी सुरु भयो, त्यही भएर मामा घर घुम्न आएको। यी हेर त, मैले तिमीहरूलाई सहरबाट के ल्याइदिएको छु। यो चिप्स, यो चकलेट अनि मिठो जुस ल ल्याऊ। हाम्रो पनि आजदेखि स्कुल छुट्टी। राजु, अब हामी सँगै खेल्ने है। हुन्छ, मलाई त खेल खेल्न एकदम मनपर्छ। तिमीलाई कुन खेल खेल्न मनपर्छ? मलाई त फुटबल एकदम मनपर्छ। ए हो र, मलाई पनि। जाऊ, हामी अहिले बाहिर खेल्न जाऊँ। बाहिर जानै पर्दैन। यो मेरो मोबाइलमा सबै खेलहरू छ। म त सुत्ती सबै खेल खेल्छु।
ओहो नानी बाबु, कति ज्ञानी भएको तिमीहरू। हाम्रो बारीमा मिठो मिठो आँप फलेको छ, तिमीहरू गएर आँप टिपेर खाऊ। जाऊ नानी बाबु। आहा, आँप हुन्छ हजुरबुबा। हामी राजुलाई नि लैजाउँ न। राजु, 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 आँप खान आऊ। हँ आँप, आहा ए पका पका, कति छिटो हिँडेको। खाने खाने दिन्न। कता गछ राजु? राजु, तिमीलाई के भयो? किन यति थाकेको? मलाई त पुन्टेले लखेटेर दौड्नै सकेन। पुन्टेले केही गर्दैन, तिमीसँग जिस्केको होला। थाहा छ राजु, हजुरआमाले हामीलाई भन्नुभएको, धेरै बाहिरको खानाले हाम्रो शरीर मोटाउन थाल्छ रे। हामी चाँडै रोगी हुन्छौँ अनि थोरै हिँडोल गरे पनि चाँडै थाक्छ रे। हो, हजुरबुवाले नि भन्नुभएको, मोबाइल नि धेरै चलाउनु हुन्न भनेर। अब तिमी पनि यो बाहिरको खानेकुरा खाने कम गर अनि मोबाइलमा खेल खेल्नेको साटो साँच्चीकै खेलहरू हामीसँग खेल्ने बानी बसाऊ। राजु, आऊ बाहिर, म तिमीलाई हाम्रो साथीहरूसँग भेटाउँछु। हुन्छ। 1 2 3। हामीलाई हाम्रो मिसले यो विधामा नयाँ कुरा सिकेर आउनु भन्नुभएको थियो। त्यही भएर आजदेखि हामी सबैजना व्यायाम गर्न सिक्दैछौँ। राजु, तिमी पनि हामीसँग व्यायाम गर्न सिक्छौ? के हो यो व्यायाम भनेको? व्यायाम भनेको एक्सर्साइज हो। हुन्छ बाबु।
यो तिम्रो लागि। तिमीहरूलाई धन्यवाद यस्तो राम्रो कुरा सिकाइदिएकोले। अब म पनि सहर गएर सबै साथीहरूलाई एक्सर्साइज सिकाउँछु। राजु, अब तिमी कहिले गाउँ घुम्न आउने? अर्को वर्ष फेरि स्कुलमा छुट्टी हुन्छ, त्यो बेला आउँछु अनि सँगै फुटबल खेलौँला। मोबाइलमा फुटबल खेल्ने भनेको? बाई बाई। बाई बाई। ल आज म मेला जाँदैछु, भरे बेलुकी मात्र फर्किन्छु। तपाईँ खेत राम्ररी जोत्नु है। अनि नानी बाबु चाहिँ कता गएछ फेरि? यसको नाम जुनु, अनि यसको नाम छुनु, अनि यसको नाम भुन्टे। ए यिनीहरू यहाँ पो रहेछ। ल आज म मेला जाँदैछु, तिमीहरू ज्ञानी भएर बस्नु है। हस् हजुरआमा, भरे फर्किँदा मिठो मिठो खानेकुरा ल्याइदिनुहोस् है। हुन्छ हुन्छ। ओहो मेरो कालु, ल खाऊ। ल आज खेत राम्ररी जोत्नु है। ल हेर, यो त सुतेर पो बसेछ। ल उठ काले, छिटो उठ। अझ भनेको मान्दैन, छिटो उठ भनेको। उफ, यो काले साह्रै अल्छी भएछ, नसकिने भयो। अब म आफै गर्छु। ल आज त काम हुँदैन जस्तो छ। आइया कम्मरै दुख्यो। ओहो, हजुरबाले त कस्तो गाह्रो भयो जस्तो छ। कालेले पनि खेत जोत्नै मानेन। त्यसो भए अब के गर्ने त? एउटा उपाय छ, हामी सबैजना मिलेर खेत जोतौँ। तर हामी त सानो सानो नानी बाबु, कसरी खेत जोत्ने होला है? बल र बुद्धि दुबै लगाएर। पुन्टे, ए पुन्टे! पुन्टेले पनि हाम्रो मद्दत गर्छ। जाऊ पुन्टे, हामीलाई बल बुद्धि दिने पौष्टिक खानेकुरा लिएर आऊ। अब बल्ल ताकत आयो। ल जाउँ खेत जोत्न। ये! लाली हामी गाई, मिठो मिठो दुध दिने हामी गाई।
आज त सबै खेत जोत्न सक्यो। अनि खोइ त तिमीहरूको हजुरबुवा? आजको दिन त खत्तमै भयो, केही काम भएन। यो कसरी भयो? के हो यो? आज त धेरै काम गर्नुभएको रहेछ, थाक्नुभयो होला नि। हजुरआमा, आज हामी सबै मिलेर काम गरेकोले खेत जोत्न सकेको हो हजुरआमा, हामीले बल र बुद्धि दुवै लगाएर सबैजना मिलेर काम सकायौँ। काले र पुन्टेले त झनै धेरै मेहनत गर्यो। शाबास तिमीहरूलाई, यसरी नै सधैँ मिलेर काम गर्नुपर्छ, अनि मात्र काम सफल हुन्छ। पुन्टे, काले, तिमीहरू त असाध्यै ज्ञानी भएछौ। ल ल्याऊ, तिमीहरूलाई मिठो मिठो खानेकुरा ल्याइदिएकी छु। कसरी भएको यो? आज त शनिबार, स्कुल नि जानु पर्दैन। कस्तो मजा, आहा। पुन्टे किन यस्तो भुकेको होला कुन्नी? के भएछ पुन्टेलाई? पुन्टे, त्यस्तो नगर, सानो कुकुर डराउँछ। ल, कुकुर त कहाँ गएछ? फेरि हराउला नि। जाम, हामी उसको पछि पछि जाम। ओहो, यहाँ त सानो सानो कति राम्रो कुकुरहरू रहेछ। तर हेर त बाबु, उनीहरूलाई कस्तो गाह्रो भइरहेछ। आमा कुकुर कस्तो दुब्लो पातलो, कति दिन भइसक्यो होला उनीहरूले खान नपाएको। त्यसो भए हामी घर गएर खानेकुरा लिएर आऊ। ल जाऊ। सानो कुकुरहरूले पनि खायो, सबै खायो। ओहो, कुकुरहरूलाई धेरै जाडो भयो जस्तो छ। यसो गरौँ, हामी घर गएर उनीहरूलाई न्यानो लुगा कपडा लिएर आऊ।
होइन, सामानहरू कता हराएछ? चिउरा नि छैन, दुध नि सक्यो। होइन, कता हराएछ मेरो चकटी? यहाँ त चिउरा दुध सबै सक्यो त। तपाईँले सबै खानुभयो कि क्या हो? यति धेरै चिउरा म कहाँ खान सक्छु र? बरु मेरो चकटी चाहिँ कता हरायो? हजुरबा, हजुरआमा, यो सब हामीले गरेका हौँ। किन, के भयो र नानी बाबु? आउनुहोस्, हामी तपाईँहरूलाई केही देखाउँछौँ। हजुरआमा, यी बिचरा कुकुरहरू यतिकै थियो। खान बस्न केही थिएन। हामीलाई धेरै माया लाग्यो अनि घरबाट खानेकुरा न्यानो कपडा राखिदिएको। तपाईँको चकटी पनि हामीले कुकुरलाई नै दिएको हो। त्यति मात्रै हो, हामीले घरबाट अरू केही लिएर आएको छैनौँ। अरे किन डराएको? तिमीहरूले त झन् कति राम्रो काम गरेको। यति सानो सानो कुकुरहरूलाई यस्तो जाडो भइरहेको बेलामा तिमीहरूले झन् मद्दत गरेको हो। अनि कुकुरहरूको नाम चाहिँ तिमीहरूले के राख्यौ नि? हजुर बुबा, हामीले यसको नाम राखिसक्यौँ। आजदेखि यसको नाम टिङ्कु हो। शाबास, तिमीहरूले धेरै राम्रो काम गर्यो। बरु कुकुरहरू धेरै सानो सानो छन्। फेरि पानी परिहाल्यो भने, हराइहाल्यो भने के गर्ने होला? यसको चिन्ता नगर, मसँग एउटा उपाय छ। मेरो सानो कुकुर छ, सधैँ खाने गर्छ। उसको नाम टिङ्कु हो, उसको नाम टिङ्कु हो, उसको नाम टिङ्कु हो। टिङ्कु मेरो कुकुर हो। सानो पुच्छर ठुलो आँखा मेरो पुन्टेको, मलाई धेरै माया गर्ने मेरो टिङ्कु हो। टिङ्कु हाम्रो साथी हो, पुन्टे हाम्रो साथी हो। टिङ्कु हाम्रो साथी हो, सबैलाई माया गरौँ। टिङ्कु हाम्रो साथी हो, पुन्टे हाम्रो साथी हो। टिङ्कु हाम्रो साथी हो, सबैलाई माया गरौँ। अहिले हाम्रो गाउँ धेरै राम्रो भइसकेको छ। हरियाली जताततै, सरसफाइ पनि त्यति नै छ। हो, तपाईँले ठिक भन्नुभयो। तर एउटा कुरा नि, यो भुसा कुकुरहरूले साह्रै दुःख दिएको छ। कुकुरहरूले गर्दा टोलै फोहोर देख्यो। कुकुरहरू भनेको त मानिसको साथी जस्तै हो। उनीहरूलाई हामीले नहेरे अरू कसले हेर्छ? मलाई त खासै कुकुर मन पर्दैन। घरमा भएको एउटा कुकुर पनि बाहिर पठाइसके। मलाई त आनन्दै छ। मरे 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 नि। गुहार गुहार, यहाँ मान्छे नदीमा खसेछ, के गर्ने होला? गुहार गुहार। बचाओ बचाओ।
बचाऊ 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 म त आज खोलाले बगाइहाल्छ भन्ठानेको। नानी बाबु तिमीहरूलाई धेरै धेरै धन्यवाद। बाजे तपाईँलाई हामीले होइन पुन्टे र टिङ्कुले बचाएको हो। हँ? 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 यो त मेरो घरको कुकुर खैरे हो। जसलाई तपाईँले फोहोर गर्यो भनेर घरबाट निकालिदिनु भयो, आज उसैले तपाईँको ज्यान बचायो। हेर्नुभयो त कुकुर भनेको कति वफादार हुँदो रहेछ। मबाट ठुलो गल्ती भयो। खैरे मलाई माफ गरिदेऊ। अबदेखि मबाट यस्तो गल्ती कहिल्यै हुने छैन। टिङ्कु अब तपाईँको मात्र होइन, हामी सबैको परिवार भइसकेको छ। टिङ्कुको पहिला कोही थिएन, तर अब सबले उसलाई माया गर्छ। उसको अब 2वटा परिवार भइसक्यो। छिमेकी बाजे र हामी मिलेर टिङ्कु र उसको बच्चाहरूको हेरचाह गर्छौँ। पुन्टेलाई त बच्चाहरूसँग खेल्न एकदम मनपर्छ। हामीले कुकुरको डाक्टरलाई नि बोलायौँ। उनीहरूलाई दिनुपर्ने औषधि सुई सबै दियौँ। अब हाम्रा सबै कुकुरहरू स्वस्थ र निरोगी छन्। यो वर्षको तिहार हामी सबैको लागि एकदम रमाइलो भयो। यसपालि कुकुर तिहारमा हामीले पुन्टे, टिङ्कु र ससाना बच्चाहरू सानी, प्यारी र जुनीलाई नि पूजा गर्यौँ।